ओहो आइपुगिस् केटा ल आइपुग्यो के छ तिम्रो एकदम ठिक छ मेरो त अनि किन बोलाइसौ अचानक भेट्न तँलाई मैले विदेशबाट आउने बित्तिकै किन बोलाएँ भने धेरै लामो कुरो नगर गाउँमा मेरो बुढीसँग यसो हिँड्छस् रे कता कता केही कुराहरू सुने खासमा के हो तिमीहरूको मेरो बुढीसँग सम्बन्ध के छ त्यही बुझ्न आएको कसले भन्यो तँलाई नचाहिँदो कुरो खालि यो अनि गाउँभरि त्यही हल्ला छ त म त विदेशमा हुँदै त्यही सुन्थेँ तैसँग हिँड्छु मेरो बुढी कसले भन्यो हुँदै होइन यस्तो नेगेटिभ नसोच नेगेटिभ नसोच एउटा कुरा भन् न त मेरो बुढीसँग हिँड्छु खान्थिस् पनि होइन त्यस्तो केही ल नढाडी भन् मेरो बुढीसँग त्यस्तो केही बसेर खाएपछि त्यो लास्टमा केही फिजिकली सम्बन्ध त केही भएको छैन फिजिकल के हो फिजिकल हो थाहा छैन थाहा छैन त नेपालीमा भन्न नेपालीमा कसरी भन्नु त्यो सँगै तिमीहरू गयो खायो मेरो बुढीसँग बसेपछि रात परेपछि तिमीले त्यो फिजिकली रूपमा केही दायाँ बायाँ केही गरेको छैन भनेको क्या मेरो क्या गर्नु त्यो फिजिकल शारीरिक सम्बन्ध चाहिँ एक दुईचोटि भएको शारीरिक सम्बन्ध चाहिँ एक दुईचोटि भएको फिजिकल भएको छैन कसम भएको छैन कसम हो कसम भएको छैन धन्न यार म त होइन तँलाई बेकारसँग गरेछु होइन ल टुक्का भयो ल भरे म उतै घरमा आउँछु ल ल